हेलो गाइज, वेलकम टू माई न्यू ब्लग। आज चाहिँ हामी फाइनल्ली माथि खालीको मेला जान लाग्छौँ। को जाँदैछौँ भनेपछि भन्दा पछाडि छ। नाम के हो तेरो भन्? तुलसीराम। तुलसीराम हो। तुलसीराम। घर कहाँ? मुलपानी। मुलपानी। हजुर। अनि त्यसपछि यो मेरो चाहिँ भाइ हो, यो पछाडिको। यता चाहिँ मामा हुनुहुन्छ। मामा यता हेरेर भन्नु न, नाम के हो तपाईँको? घर कहाँ हो? मुलपानी। कहाँ पढ्नुहुन्छ? किमचोर स्कुल। किमचोर। स्कुलको नाम के हो? त्यही किमचोर स्कुल हो? नेपाल राष्ट्रिय माध्यमिक विद्यालय। ए, हाम्रो अघि चाहिँ मामा हुनुहुन्छ। मामा, ओ मामा यता हेर्नु, के छ तपाईँको हालखबर? कहाँ जान लाग्नु भएको छ? एकदम ठिक छ मेरो हालखबर। अनि आज चाहिँ हाम्रो मेला जाँदैछौँ। अनि पल्सा दाइ आउँदै हुनुहुन्छ अरे, त्यही भएर हाम्रो हेर्दै जाँदैछौँ। पल्सालाई चाहिँ हामी सँगै हेर्छौँ होइन? सँगै हेर्छौँ, हामी सँगै हेर्छौँ। पल्सा आज आउने भन्ने कुरो छ अरे। हामी चाहिँ पल्सा हेर्न जान लाग्छौँ। के हुन्छ अझै बाटोमै जाउँ। ए सिन पानी यस्तो छ, जङ्गल सब आगो लागेर खरानी। मामा पुरै आगो लागेको छ त वनभरि होइन? आज हाम्रो चाहिँ मेला हेर्न वर्ष पछाडि भेट भयो। अनि यहाँनिर हाम्रो मेला हेर्न जाँदैछौँ। अनि धेरै कुरा गर्नुभन्दा अगाडि नै अब म एउटा कुरा भन्न चाहन्छु कि हाम्रो भान्जाको युट्युब च्यानल छ, त्यसलाई लाइक कमेन्ट सेयर सब्सक्राइब चाहिँ गर्न नभुल्नु होला। अनि यसो गरी हामीले धेरै मिठो मिठो भिडियोहरू लिएर आउने कोसिस गर्नेछौँ। अनि तपाईँहरू हेर्न नभुल्नु। युट्युब च्यानलको नाम चाहिँ रोशन छ, सबैले गएर सब्स्क्राइब गर्नु होला। के हो तपाईँको पनि छ युट्युब च्यानल? ओके। तपाईँको युट्युब च्यानलको नाम के हो? मेरो युट्युब च्यानल नाम विनोद राई छ। मेरो रोशन मात्रै छ। रोशन मात्रै? केही भिडियो सिडियो हाल्नु भएको छ कि नै? मैले एउटै भिडियो हालेको छु, त्यो 3000 भ्युज गएको छ। सबैले गएर सब्स्क्राइब गरिदिनु होला भन्न चाहन्छु। यहाँको पनि एकचोटि गएर सबैले सब्सक्राइब गरिदिनु होला, माया सपोर्ट साथ गाइज। त्यस्तै गरेर मेरो आइडीलाई पनि सपोर्ट गरिदिनु होला सबैले एकचोटि। त्यही हो गाइज, हामी चाहिँ अझै बाटोमै छौँ। अलि लामो होला जस्तो भयो। हामी एकछिन यहाँ बस्छौँ, कपडा सपडा चेन्ज जान लाग्छन् केटाहरूले होइन? त्यसपछि फेरि अलि माथि गएर अरू बनाउँछौँ। यति नै अहिले हामी चाहिँ अब आउन लाग्यौँ। सबभन्दा माथि हाइटमा आइसक्यौँ। अब यहाँबाट थोरै पर जाने हो भने चाहिँ बजार भेटिन्छ। बजारमा गइसकेपछि बजारदेखि उता पारी छ भन्ने कुरो सुन्ने छ होइन मामा? तपाईँले आज गएर गीत गाउनुहुन्छ नि? गएर स्टेज तिमी चाहिँ म स्टेजमा गएपछि चाहिँ तलबाट भिडियो गर्न चाहिँ नभुल है। त्यसपछि अब हामी गएर त गाउनुपर्छ, धेरै रमाइलो गर्नुपर्छ। एउटा गीत सुनाइदिनु नि त। अरू गीत गर्नु कि लोकगीत गीत सुन्छौँ, आधुनिक पप जस्तो पनि सुनाइदिनु कि ल। हाम्रो आदरणीय दाई गोपाल नेपाल जेमले गाएको गाना। अनि अस्ति यहाँ कोपुर आएको बेलामा धेरै राम्रो गीत गाउनु भएको थियो। अनि त्यो परिस्थिति छ। 2-4 वर्ष भो आमा म विदेश आएको, त्यही दिनदेखि छु मैले रुँदै भात खाएको। साउदी मलेसिया धन कमाउन, साउदी मलेसिया बस्नु है फर्के, आउँछु म फर्के। आमा तिमीलाई सम्झेर यो मन छिया छिया, आमा तिमीलाई सम्झेर यो मन छिया छिया। यति नै ल। केटाहरू पनि आइसक्यो, यिनीहरू चाहिँ पछि रहिरहेको थियो, त्यही भएर हामी एकछिन फेरि यतातिर अड्डाएको थियौँ। अब चाहिँ आउन लाग्यो, तर कान्छोले चाहिँ सबभन्दा थपा। कान्छा कता जाने हामी? त्यही हो गाइज, तर हिँड्न चाहिँ लास्टै गाह्रो हुँदो रहेछ। जङ्गलै जङ्गल छ। 1 घन्टा लाग्छ मेलामा जाँदाखेरि अझै यहाँबाट हामी सबभन्दा माथिको डाँडामा आइनौँ र योभन्दा अर्को ठुलो डाँडो छ अब अझै। यस्तो छ पुरा बाटो। बाटो चाहिँ केही देखिन्न हुन्छ गाइज। तर पहिला चाहिँ मेला जाने बेला उगन बेलामा लास्टै राम्रो बाटो हो यो। जताकतै केही छैन। ए च्याउ, यो चाहिँ कान्ल्याउ च्याउ है, प्योर वाला। प्योर हो? प्योर वाला।
आया ये हाथ तुम्हारा जैसे दरिया की हलचल को मिल जाए कोई किनारा। के भइरहेछ यहाँ निकालिदिने यहाँ मोड्दैन सबभन्दा पहिला हाम्रो खाली महोत्सवमा जति आयोजक टिम हुनुहुन्छ सबैलाई धन्यवाद छ यहाँसम्म मलाई बोलाइदिनु भयो। तपाईँहरू सम्पूर्ण सल्यानवासीहरूलाई भेट्न पाएँ। कहाँ कहाँदेखि आउनुभएको छ? सल्यानदेखि मात्रै हो कि बाहिर गाउँदेखि आउनुभएको छ यहाँ रुकुमबाट? नमस्ते सबैलाई। जता जताबाट आउनुभएको छ सबैलाई मेरो नमस्ते छ। सम्पूर्ण आमा बुवाहरूलाई मेरो एकदमै ढोक छ, प्रणाम छ र साथीहरूलाई नमस्ते छ। सन्चै हुनुहुन्छ नि? यो साइड एक कुनादेखि एक कुनासम्म सबैलाई दुई हात जोडेर नमस्ते र पछाडिसम्मलाई पनि नमस्ते छ सबैलाई। तपाईँको ठाउँमा आउनु पाएँ। मलाई सल्यान चाहिँ म थाहा थियो, श्रीनगर आएको थिएँ 2 वर्ष पहिला र यसपालि यो खाली बजारमा सल्यान कपुरकोटमा आउनु पाएँ। शान्ताराम भाइलाई एकदमै विशेष धन्यवाद छ। शान्तारामको विशेष मेहनतले गर्दाखेरि म यहाँ आउनु पाएँ। यस पल्दै हामी एकछिनपछि पर्फर्म गर्छौँ। औपचारिक कार्यक्रम बाँकी नै छ। यो म खास दाइलाई टङ्क तिमल सिन्हा चिन्नुहुन्छ होइन? टङ्क तिमल सिन्हाको आवाजमा रहेको र अनिता चौलानीजीको आवाजमा रहेको एउटा गीत नाचिदे सैया दनादन भन्ने म्युजिक भिडियो आज रिलिज भएको छ। युट्युबमा गएर हेर्नु होला, आज राति गएर हेर्नु होला। यहाँबाट गएपछि युट्युबको नाम चाहिँ 8K एभरेस्ट मोसन पिक्चर्स रहेको छ है। र त्यो गीत सुनेर सबैले सुन्नु भयो त? अघि मेरो इन्ट्रीमा बजेको गीत त्यही नै हो। आजको गीत सँगै सुनेर सँगै हामी नाचौँ है। र त्यो गीत कस्तो छ त म्युजिक भिडियो आज बेलुका गएर युट्युबमा हेरौँ है त सबैजनाले। हस् र कि आरुषिजी र म यहाँ चाहिँ त्यो गीत सुन्छौँ। तपाईँहरू पनि सँगै नाचौँ होला, हामी सँगै नाचौँ है। ल थ्याङ्क यू। गीत बजाउनुहोस् त हजुर।